मानव मात्रमा आत्मज्ञानको प्रचार प्रसार गरी ब्रह्म तत्त्वको व्यावहारिक साक्षात्कार गराउने उद्देश्यले नेपालगञ्जको यस विशाल मैदानमा आगामी फागुन 12 र 13 गते 2 दिवसीय विराट सत्संग समारोह हुने जानकारी गराएको छ। यस 2 दिवसीय समारोहमा विभिन्न देश विदेशबाट पाल्नुभएका आत्मानुभवी सन्त महात्माहरूको अमृतमय प्रवचन, भक्ति सङ्गीतका प्रख्यात कलाकारहरूबाट भजन कीर्तन तथा विभिन्न बाल कलाकारहरूबाट आध्यात्मिक तथा सांस्कृतिक नृत्य प्रस्तुत हुने जानकारी गराएको छ। यस विराट सत्संग समारोहमा नेपाल, भारत, भुटान तथा विभिन्न मुलुकहरूबाट असंख्य भक्तजनहरूको उपस्थिति केवल सद्भावनाकै लागि हुनेछ। आज सद्भावना की देश को बहुत जरूरत है और सद्भावना से ही हमारा देश मजबूत होगा। सद्भावना की शक्ति से ही हम आगे बढ़ सकते हैं। तसर्थ यस 2 दिवसीय सद्भावना सम्मेलनमा उपस्थित भई आत्मज्ञान अर्थात् ब्रह्म तत्त्वको व्यावहारिक ज्ञानलाई बोध गर्न सपरिवार सहित उपस्थित भई स्वर्णिम अवसरको भरपूर लाभ उठाउन हुन नेपाल मानव धर्म सेवा समितिलाई सादर निमन्त्रणा गर्दछ।